हेलो एभ्रिवान, नमस्ते छ हजुर सबैजनालाई। आशा गर्छु कि हजुर सबैजना सन्चै सुबिस्तै हुनुहुन्छ भनेर चाहिँ। अनि आजको भिडियो चाहिँ हो, आज होइन ल, लास्ट सन्डेको भिडियो हो। हामी चाहिँ पार्क जाँदै थियौँ। म चाहिँ भिडियो चाँडै नै हाल्छु भनेर सोचिरहेको थिएँ, बट घरमा टाइम पनि त मिल्नु चाहियो। यति धेरै घरमा काम हुन्छ, यता गरेर उता गरेर फेरि भिडियो एडिटिङ गर्नु यति टाइम लाग्छ, फेरि भोइस हाल्नुमा। अनि त्यसपछि चाहिँ मेरो एपलाई चाहिँ खोइ थाहा छैन के भएको छ, बार बार अड्केछ। हिजोदेखि ट्राई गरेको आज बल्ल भ्याइसक्यो। अब अट्केपछि पछि छोडिदिउँ, एप त त्यस्तै हो, कहिले चल्छ कहिले चल्दैन। त्यो हाम्रो भिडियो चाहिँ स्टार्ट गरौँ बिना ढिला गरिकन। सो वेलकम छ हजुरहरूलाई सरस्वती सुब्बाको ब्लगमा। सो आज मतलब जस्तो भने सन्डे हामी गएको थियौँ पार्कमा। सो अस्ति नै पनि लास्ट सन्डे पनि हामी जाने भनेर प्लान गरेको थियौँ, बट के भयो कि सडनली यस्तो जोले हावा तुफान पानी पऱ्यो कि पुरा हामीहरूको प्लान फ्लप। मेरो नानीहरू त्यस्तो रोयो नि, नभन्नु न जानु पाएन भनेर। सो यो सन्डे नै यस्तै हुन्छ भनेर ऊ चाहिँ पुरा डराएको थियो, किनभने चाहिँ मौसम हेर्न सक्नुहुन्छ तपाईँले, हल्का हल्का मतलब कालो कालो छ। अनि त्यतिखेर हामी ठिक्कै निस्किने बेलामा चाहिँ डरङ गरेर बिजुली पड्क्यो कि प्रगति त पुरा डरायो। प्रगति डराएको बेलामा चाहिँ अनि उसको पापाले चाहिँ उसको लागि जिस्कान थाल्नु कि अब त पानी पर्छ जानुपर्न भने। अनि उस प्रगतिले चाहिँ जहिले नै हामी जाने बेलामा यो मौसम चाहिँ यस्तै हुँदो रहेछ, खोइ किन भन्न थाल्यो कि। त्यसपछि त यस्तो चर्केको घाम लाग्यो नि, बाप अरे नभन न। त्यो घाम देखेर हामी चाहिँ पुट्टाबाट निस्क्यौँ। अनि निस्केपछि जाँदा हामी ट्याक्सी पनि पायौँ। अनि ट्याक्सीमा चढेपछि चाहिँ हल्का हामीहरू बाहिरको भ्यू लिँदै गयौँ। हामी चाहिँ बाहिरको नजारा हेर्दै लु अब पार्कमा पनि पुग्यौँ है। पार्क पुग्ने बित्तिकै हामीले चिप्सहरू लियौँ। अनि सानो चाहिँ बल देखेर बल लिन्छु भने भयो, नलिउँ भनेर म चाहिँ हामीहरू चाहिँ हिँड्यौँ। त्यसपछि हामी यहाँ टिकट काउन्टर पनि पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ टिकट काउन्टरमा कति भिड छ। अनि टिकट लिएर हामी पार्कमा पनि घुसिसक्यौँ। Hi everyone, मेरो नाम प्रगति सुब्बा हो। अनि यो पार्कको भ्यू हेर्नुहोस् कस्तो छ। यहाँको नजारा देखाऊँ भनेपछि त नजारा त एकदम धेरै छ, दामी छ। तर के गर्नु, नानीहरूलाई खेल्नु भनेर आतुरी भइसक्यो। हेर्नु कसरी कुद्दैछ खेल्न जानको लागि, घुमी नाची। अनि त्यसपछि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ पुरा एरिया नानीहरूको लागि मात्रै हो, या नानीहरूको लागि मात्रै खेल्नुको लागि बनाएको छ। यो यहाँ चाहिँ 1 years to 13 इयर्सको होला, जो सेफ्टी बेला मात्रै खेल्न पान्छ। एकदम नानीहरू इन्जोय गर्छ। हेर्न सक्नुहुन्छ कति धेरै भिड पनि छ यहाँ। अनि ईशानी पनि झुला खेलिरहेको छ। अब अगाडि चाहिँ तपाईँहरू भिडियो इन्जोय गर्दै जानु। नानी यहाँ हेर न, यतातिर चाहिँ नानीहरूले चाहिँ पुरा मन भरेर खेलिसकेर अनि अब यहाँ चाहिँ अब पापासँग भागाभाग हो के खेल्दैछन्। अनि म चाहिँ यहाँ इधरको भिडियो लिँदैछु। हेर्नु न कसरी कुदिरहेछन्। अब यसपछि चाहिँ हामीहरू जान्छौँ माछा र पेलिकान हेर्नको लागि। किन डराएको छ बोलाउन त। फिस देखिन देखेर कति ठुलो छ। अब म देखाइदिन्छु डरान्छ।
कति केजी होला त्यो खै अन्त दुईटा छ ठुल्ठुलो दुईटा छ नि यतातिर चाहिँ हामीले माछा पेलिकनहरू सबै हेरिसकेर अब हामी जाँदैछौँ हार्टसेपको फाउन्टेनमा। सो यहाँ हेर्न सक्नुहुन्छ हार्टसेपको फाउन्टेन। यहाँ चाहिँ थुप्रै मान्छे फोटो भिडियो खिच्न नै आउँछन्। अनि त्यसपछि हामी सबैजना जाँदैछौँ आइसक्रिम खानको लागि। यहाँ हेर्न सक्नुहुन्छ हामी आइसक्रिम पनि खाँदैछौँ, नानीहरू चाहिँ खुब इन्जोय गर्दैछ। त्यसपछि अगाडि जाँदा 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 हामीले पायौँ पुच्कावाला अङ्कल। सो हामी यहाँ पुच्का पनि खायौँ अनि पुच्का खाइसकेर हामी ट्याक्सीमा चढ्यौँ। अनि ट्याक्सीमा चढेको किन चढ्यौँ भन्दाखेरि हामीले सडनली प्लान गऱ्यौँ कि आज हामी जाँदैछौँ वास लेकमा, किनकि मेरो बुढाले छुट्टी नै पाउनुहुन्न, नाइट डे दुइटै गर्नुहुन्छ, सटरडे सन्डे पनि छुट्टी पाउनुहुन्न, ती दिनमा पनि ड्युटी जानुपर्छ मेरो बुढालाई। सो बल्ल बल्ल छुट्टी पाउनुभएको छ, त्यही भएर मेरो बुढाले चाहिँ भन्नु आज म नानीहरूलाई पुरा मन भरेर खेलाउँछु घुमाउँछु भनेर। अनि त्यसपछि हामी वास लेकमा पनि गयौँ अनि हामी पुगि पनि सक्यौँ। हेर्न सक्नुहुन्छ यहाँ। अनि अगाडि तपाईँहरू चाहिँ पुरा यो वास लेकको भ्यूको मजा लिनु है। रामले झुट भन्नुहुन्छ बोटिङ गर्न जान्छौ हो? तिम्रो दिदी कन्फ्युज भएको छ हेर न, जाने कि नजाने डराएर आएको छ ऊ। प्रगति जान्छ कि जान्न छिटो? तिमीलाई खालि बस्नै छ, हामीले खालि चलाउँछौँ। हुन्छ 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 पक्का लेकिन एक बार फेरि त्यहाँ पैसा दिनु फेरि रिटर्न पान्न नि हुन्छ र लु फर्स्ट एक्सपिरियन्स गर्न दिनु न त। फेरि अरू तिम्रो उमेरको पनि दादा गएको छ देख्यो। सनी यारी मामु यारी ईशानी कहाँ जान्छु? कस्तो लाग्दैछ प्रगति फर्स्ट टाइम बोटिङ? राम्रो लाग्दैछ मलाई, थाहा छैन पापा। सानी तिमीलाई कस्तो लाग्दैछ बोटिङ गर्नु? अच्छा अच्छा भाइ नभन् त। यो बोटमा त मान्छेहरू एक्लै जाति छ नि। चलौँ चलाउँ न, चल्नु पापा थाक्नु चलाउँ न, पापा थाक्नुभयो। खेल्न न पनि मजा। वास लेक पनि घुमिसक्यौँ, बोटिङ पनि गरिसक्यौँ। अब पालो आयो लन्चको। अनि लन्चको चाहिँ आज प्रगतिले भनेको थियो हामी बाहिर खाने भनेर। सो आज मैले घरबाट केही प्याक नगरिकन आएको थिएँ। सो हामीले लन्च आज बाहिरै गर्ने प्लान गऱ्यौँ। त्यसपछि हामीले यहाँ जुस पनि आइसक्यो, हेर्न सक्नुहुन्छ। ईशानी जहाँ गयो त्यही बदमासी, यसको बदमासी कहिले खत्तम हुन्छ। र आज त्यो दुईजनाको डिमान्ड थियो कि आज हामीहरू बाहिर छाउ खाने भनेर। सो हामीले यहाँ छाउ पनि अर्डर गऱ्यौँ। अनि त्यसपछि यतातिर चाहिँ छाउको वेट गर्दा गर्दा नानीहरूलाई चाहिँ भोक लागिसकेर यहाँ चाहिँ अर्डर गर्ने बित्तिकै पाइँदैन, किनकि यता अर्डर गर्ने बित्तिकै फ्रेस फ्रेस बनाएर नै दिन्छ। सो हामी यहाँ छाउको वेट गर्दा गर्दा छाउ पनि आइसक्यो, ईशानीले खानु पनि स्टार्ट गरिसक्यो। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ प्रगति र प्रगतिको पापाले पनि खाँदैछ। अनि खाएर हेरेर हामी चाहिँ घरतिर लाग्छौँ। सो आजको भिडियो यति नै, कस्तो के लाग्यो कमेन्ट गरेर जरुर भन्नुहोला। थ्याङ्क यू फर वाचिङ, बाई बाई।